हुन्छ हेर्नु होला। सिक्दैछु, सिक्ने क्रममा चाहिँ धेरै कुराहरू फरक पर्दो रहेछ। मेकअप त म घरमा नि गर्थेँ पहिला, तर त्यो गर्दाखेरि चाहिँ कस्तो हुँदो रहेछ भने आइडिया नहुने कि कुन प्रोडक्ट्स कतिखेर र कहाँ कसरी युज गर्ने भन्ने थाहा नभएर म चाहिँ सिक्न आएको। हजुरहरूले पनि आफूलाई मजाले बाहिर गएर मेकअपको पैसा तिरेर गर्नुभन्दा होइन मेकअप सिक्ने बरु 1 विकको क्लास लिने, त्यसपछि सिक्नुभयो भने घरमा चाँडै पनि हुन्छ र सिकेर छोड्यो भने चाहिँ बिग्रिन्छ होइन। सिकेर चाहिँ गरिरहनुपर्छ। गऱ्यो भने चाहिँ हजुरहरूलाई भोलि बिहान कतै जानु पऱ्यो भने पनि घरमा आफूसँग भएको प्रोडक्ट्सबाट पनि हजुरहरूले मेकअप गरेर जान सक्नुहुन्छ। मैले चाहिँ आइब्रो बनाउँदैछु, कतिको के कता कता मिस्टेक हुन्छ उसले चाहिँ भनिरहेको हुन्छ, साइडमा बसेर भनिरहेको छ। मैले लाइन दिएर अनि त्यसमा चाहिँ फिलिङ गर्न थालेको थिएँ। फिलिङ गर्दैछु, फिलिङ गरेर सकाइसकेपछि अनि उसले चाहिँ एकचोटि चेक गर्छ, तपाईँ यताको मोटो उताको पातलो भयो भन्छ हेर्नु है। मलाई चाहिँ धेरै मोटो आइब्रो मन नपर्ने भएको भएर सबैभन्दा मेन पार्ट भनेको आइब्रो र आई स्याडोको पार्ट रहेछ कि। आइब्रो बनाउँदा 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 मलाई अलिकति गाह्रो भयो। त्यसपछि उसले कसरी त्यसलाई फेरि अनि गर्ने त भन्दाखेरि अब मैले यताको पार्ट सकाइसकेपछि उसले यताको उताको दुइटै देखाउँछ होइन। अनि त्यो देखाइसकेपछि अनि एक साइडको पार्टलाई फेरि तपाईँले अलिकति पातलो गराउनुपर्छ भनेर सिकाउँदाखेरि चाहिँ उसले त्यसमा चाहिँ कन्सिलरले पातलो गराउनु मिल्छ, कन्सिलरले पातलो गराउने भन्ने कुरा भयो। र अझ मेरो चाहिँ फिलिङ्स राम्ररी गरेको नभएको भएर उसले चाहिँ फेरि हल्का फिलिङ्स अलिकति भर्नुपर्छ है भनेर सिकायो। अब त्यसलाई फेरि अब माथिको पार्टमा चाहिँ कन्सिलरले कसरी पार्को गर्ने भनेर त्यसपछि कन्सिलरबाट चाहिँ उसले सिकाउँदैछ है। अब हामीले चाहिँ यो आइब्रो बनाएर सकायौँ, त्यसपछि अब कन्सिलरले कट गर्न सिकाउँछ है। त्यहीँनिर नै आएको भागलाई चाहिँ कन्सिलरले कट गर्न सिकाउँछ। मेरो मोटो भाग चाहिँ मलाई मन नपर्ने भएको भएर मैले मोटो भागलाई चाहिँ अलिकति पातलो गर्न आँटेको थिएँ। अब हेर्नु अर्को भागको चाहिँ मोटो भयो, तपाईँ पातलो गराउनु ल दिदी भन्दै थियो। त्यही भएर त्यो पार्टलाई चाहिँ हल्का पातलो कन्सिलरले कट गर्दैछु है। मैले उसले सिकाउँदैछ कसरी गर्ने भनेर। त्यो लिँदाखेरि चाहिँ दुईवटा आइब्रोको त सिधा भाग लिएर जानुपर्छ दिदी, यहाँनिर पनि यसरी गर्नु होला भनेको छ। अनि त्यही गर्दैछु मैले, उसले सिकाउँदैछ मलाई, गर्दैछु भन्दा पनि उसले सिकाउँदैछ। यो सिकाएर सकाइसकेपछि अनि फेरि अब यो चाहिँ माथि हेर्नु है कट कसरी गर्नुपर्छ भनेर उसले चाहिँ यसरी गर्नु, यस्तो माथि लगेर यसरी गर्नु भनेर सिकाइसकेपछि अनि त्यसलाई चाहिँ हजुरले अलिकति हल्का हल्का तल ब्लेन्ड गर्दै गर्नु होला। अनि अहिलेपछि ब्लेन्ड गर्न सजिलो हुन्छ भन्ने कुरा भयो। अब यो चाहिँ आँखाभन्दा मुनि गयो भने चाहिँ राम्रो हुँदैन, झुन्डिन्छ भनेको भएर आँखा चाहिँ एकदम बुढो मान्छेको जस्तो देखिन्छ धेरै तल ल्याउनु भयो भने, त्यही भएर यसलाई चाहिँ अलिकति त्यो आँखाको यो भागलाई चाहिँ मिलाएर गर्नुपर्छ भनेर अघि देखाएको थियो। त्यसपछि अब फेरि उसले राम्रोसँग कटिङ गर्न सिकाउँदैछ, यसरी कटिङ गर्नु र अनि त्यसपछि हल्का ब्लेन्ड गर्दै झन् कटिङ गरेको भाग देखिनुहुन्न भन्ने कुरा भएको छ। त्यसपछि उसलाई ब्लेन्ड गर्दै गएको छु मैले होइन। अब चाहिँ हेर्नु, अब उसले चाहिँ त्यस्तै गरेर माथिको भाग गर्नु, तलको गरिसकेपछि भन्छ होइन, त्यस्तै गरेर नै गर्नुपर्दो रहेछ। मैले त्यस्तै गरेर नै त्यो भागलाई कटिङ गर्दैछु, अगाडिबाट सर र पछाडि लाग्दैछु है। अब अर्को हजुरले त्यो अलिकति चाहिँ मेरो मिस्टेक भएको हुन्छ अगाडि बनाउँदाखेरि, त्यो भागलाई चाहिँ हजुरले धेरै भित्र लगाउनु भयो, पातलो भयो भन्ने कुरा भएको छ। पातलो भयो भने चाहिँ त्यो भागले चाहिँ अलिकति फिलिङ गर्नु, त्यो अघिकै ब्रो चाहिँ मेरो हातमा रहेको थियो, त्यो ब्रोको लाइनर आइब्रो लाइनर हुन्छ, त्यो लाइनरको चाहिँ अलिकति लगाएर अनि त्यसलाई चाहिँ ब्लेन्ड गर्दैछु मैले, लाइनिङ गरेर अनि ब्लेन्डिङ गर्दैछु होइन। ब्लेन्ड गरिसकेपछि भयो कि भएन चेक गरेर भनेको भयो भन्ने कुरा भएर अनि मैले फेरि हल्का त्यसको अगाडिको भागलाई अलिकति लाइनिङ दिनुपर्ने डिपली, अनि त्यही भएर मैले त्यसलाई चाहिँ लाइनिङ गर्दैछु अझै पनि कन्सिलर युज गरेर। अब त्यसलाई फेरि मैले ब्लेन्ड गर्नु पऱ्यो होइन, ब्लेन्ड गरेर सकाएर अनि त्यो आइब्रो सबै सकाइसकेपछि अब माथिको पनि त्यस्तै गरेर गर्नु भनेर